हेलो एभ्रीवान, क्यानोपी पछि हामीले फेरि ल्याइसकेको छौँ नयाँ 3टा 10 सिरिज जहाँ हामीसँग छ फोल्डेबल सेट्सको 10, त्यसपछि हामीसँग स्टाइलिस सोलर एलईडी प्यानल भएको अम्ब्रेला 10, त्यसपछि हामी नर्मलमा पनि छ हामीसँग अम्ब्रेला 10। अब हामी 3टा प्रोडक्टको कुरा गरिराख्नु पर्दाखेरि चाहिँ फर्स्टमा कुरा गर्दैछौँ हामी फोल्डेबल सेट। यो फोल्डेबल सेट चाहिँ तपाईहरु आफ्नो पार्किङमा, पसलमा, रेस्टुरेन्टमा ठुलो धुवा, घाम, पानीले तपाईलाई समस्या दिइरहेको छ भने यो एक ठाउँमा एडजस्ट गरेर चाहिँ तपाईले यसलाई फिट गरेर युज गर्न सक्नुहुन्छ। यो भेरी ड्युरेबल र कम्फर्टेबल पनि छ एन्ड भेरी इजी टु एडजस्ट। प्लस यसमा चाहिँ तपाईले एउटा रड पाउनुहुन्छ जसमा चाहिँ यो एडजस्टेबल गर्न मिल्छ, सजिलै यसको हाइट र लेन्थ बढाउन मिल्छ। म उभिरहेको यो फोल्डेबल सेट जुन हाम्रो यो ब्रेड छ त्यो चाहिँ 3 मिटर छ भने यसको लेन्थ चाहिँ 2 मिटर छ। हामीसँग 1.5 मिटर र 2 मिटर्समा पनि अभाइलेबल छ अनि सँग 3टा कलर भेरिएन्टमा अभाइलेबल छ, ग्रीन, कलेजी र ब्लू। सो अब हाम्रो नेक्स्ट 10 को कुरा गर्नु पर्दाखेरि हामीसँग 360 सोलर अम्ब्रेला टेन्ट। तपाईहरु आफ्नो क्याफेजहरुमा पुरानो स्टाइलमा टेबल भित्र काटेर रडमा फिट गरेर अम्लाएर राखिराख्नु भएको छ भने अब त्यो सिस्टम गइसकेको छ, किनभने हामीले ल्याइसकेको छौँ भेरी एडजस्टेबल 360 सोलर प्यानल भएको एलईडी इन्स्टल्ड अम्ब्रेला सेट। हामीसँग यसको चाहिँ यहाँ स्विच अभाइलेबल छ, यो स्विच अन अफ गर्न मिल्छ। यसको एभ्री रडमा चाहिँ तपाईको एलईडी इन्स्टल हुन्छ भने यसको टपमा चाहिँ हामीसँग छ यसको सोलर प्यानल जुन चाहिँ अब तपाईको यो सोलर कलेक्ट भएपछि यसको 3 देखि 4 घण्टा चाहिँ मजाले तपाईको यसले लाइट तान्छ। एलईडी सेटमा चाहिएको छैन, नर्मलमा चाहिएको छ भनेदेखि चाहिँ हामीसँग यो नन एलईडीमा पनि अभाइलेबल छ। बट मेटेरियल्स माथि भएको 10 मेटेरियल चाहिँ एउटै हो, एकदम हाई क्वालिटी, वाटरप्रुफ, एकदम ड्युरेबल। अनि यसको तपाईको यो भेरी इजी टु मुभ पनि छ, यो साइज अनुसार एडजस्ट गरेर यसलाई लक गर्न मिल्छ एन्ड इजी टु क्लोज अनि इजी टु ओपन। सो आज अर्डर गर्नु होला, धन्यवाद।